नमस्कार सर है तपाईँहरूले यो सुरु गर्नुभएको छ यो एक्चुअली यो जुन चाहिँ सुरु गर्नुभयो है यसको वृत्तान्त अलिकति तपाईँ राखिदिनुहोस्। यो चाहिँ अब हाम्रो भानुपाला इन्टरटेनमेन्ट बिपी इन्टरटेनमेन्ट जो एउटा भानुपाला तपाईँहरूलाई मैले भनिबस्नु पर्दैन भानुपाला बारेमा। हाम्रो 18 वर्षको जुन हाम्रो यात्रा छ भानुपालाको र त्यसले गर्दाखेरि हाम्रो 18 वर्ष नाटकको यात्रामा हामीले नाटक त गरिरहेकै छौँ, अहिले पनि गर्दैछौँ। तर भानुपाला सिरिजलाई चाहिँ हामीले अस्ति जनवरीदेखि बन्द गऱ्यौँ र बन्द गरे पनि हामीले अरू नाटक चाहिँ गर्दैछौँ। तर हामी पालाको सोचमा पालाले जहिले पनि भन्नुहुन्छ किन नाटकमा त बस्ने, अरू चिज पनि गर्नुपर्छ हामीले भन्दाखेरि 2020मा जब कोभिड टाइममा कोही पनि घरबाट निक्लिने अवस्था थिएन, त्यो टाइममा पालाले भन्नुभयो होइन हामी पनि केही गर्नुपर्छ हाम्रो मानिसको लागि, हाम्रो जनताको लागि के गर्नुपर्छ भन्ने उहाँको सोचले अहिले 2020देखि नै हामीले एउटा अवेरनेस केही भिडियो बनाउनुपर्छ भन्दाखेरि हामीले सुरु चाहिँ गरेको 2020मै। तर आज 5 वर्ष लाग्यो हामीलाई यसलाई निरन्तरता दिनुको लागि। बिचबिच बनाउँथ्यौँ छोड्थ्यौँ। हाम्रो धेरै कलाकारहरू भित्र आबद्ध जो कलाकारहरू थिए पहिलाका पनि कलाकारहरू, त्यसमा धेरै भिडियोहरू धेरै भाइरल पनि भए, बन पनि प्राइदिए। अनि सबै कलाकारहरूको सोच अनि पालाको मार्गनिर्देशनमा हामीले के सोच बनायौँ भने एउटा किन एउटा निरन्तर रूपमा एउटा कालिम्पोङबाट सिरिज नबनाउने त। धेरै सिरिज नेपालबाट बनिरहेछ, मिरिकबाट बनिरहेछ, सब जग्गाबाट बनिरहेछ। अनि कालिम्पोङको हाम्रो कलाकारहरूलाई लिएर, हाम्रै मान्छेलाई लिएर, हाम्रै साथीभाइलाई लिएर र हाम्रै कालिम्पोङकै कथा लिएर किन नबनाउने भन्दाखेरि चाहिँ हामीले आजदेखि चाहिँ एउटा सिरिज सुरु गर्दैछौँ। यो सिरिज यो आउँदो पहिलो वैशाखदेखि हामीले यसलाई छोड्दैछौँ। हाम्रो आफ्नै युट्युब च्यानल र फेसबुक पेजबाट आउनेछ बिपी इन्टरटेनमेन्ट जुन चाहिँ उयो छ। र यो चाहिँ के भने भानुपालाको जुन चिज राजनीतिक चिज लिएको छौँ हामीले, यसलाई चाहिँ समसामयिक चिजलाई लिएको छौँ, यो विषयवस्तु लिएको छौँ। र यसमा सिनियरभन्दा सिनियर मोस्ट कलाकार फुर्बा वाङ्दी शेर्पा हुनुहुन्छ, जसले धेरै फिल्म गरिसक्नु भएको। त्यसरी मणि भुजेल हुनुहुन्छ भने सँगसँगै हाम्रो अहिलेको नयाँ जेनेरेसन जसले अब उमेरमा नयाँ जेनेरेसन नभए पनि उहाँहरू अहिले के अरे जुन मिडिया सेक्सनमा छ, अहिले सोसियल मिडियामा जुन छ, युट्युबमा फेसबुक पेजमा उहाँहरू एकदमै भाइरल। तपाईँहरूले चिन्नुहुन्छ भाइरल नरेश होइन, बमबस्तीको एकदमै डान्स होइन, उहाँ पनि हुनुहुन्छ यसमा होइन। अनि त्यसरी नै हाम्रो दिपिका बहिनी त धेरै अगाडिदेखि काम गरिरहेछ यसमा। अनि हाम्रो भक्ति भाउजू लगायत मसिना नानीहरू पनि हामीले लिएको छौँ। अनि बिहिबारे हाटको एकदमै फेमस चर्चित अनुहार वचिबा नाना भनेर उहाँ फेमस हुनुहुन्छ उहाँहरूलाई, र विभिन्न अरू कलाकार जो भानुपालासँग अलरेडी हुनुहुन्छ उहाँहरू सबै हुनुहुन्छ। र यसरी हामीले यो बनाउँदैछौँ, यही चिज हो। र तपाईँले विशेष लोकेसनको लागि विशेष गरेर बङबस्ती नै चुज गर्नुभयो है, त्यसको केही कुरा? यो चाहिँ विशेष गरी कालिम्पोङ चाहिँ एग्रिकल्चर बेल्ट होइन। अब हाम्रोमा खालि गाउँ बस्ती मात्रै बेसी छ नि त कालिम्पोङमा चाहिँ, बगान त 6वटा मात्रै छ। अनि फेरि हामी अलिकति बस्ती टाइपकै मान्छे छौँ कालिम्पोङमा। अनि त्यो एउटा सोच भइरहेको थियो स्क्रिप्टमा, एउटा चिज भएर कहाँ गर्ने, कहाँ लोकेसन हाम्रो दिमागमा चलिरहेको थियो। र हाम्रो नरेशजीसँग कन्ट्याक्ट भएपछि नरेशजीले चाहिँ यस्तो जग्गा लानुभयो कि त्यो जग्गाबाट मलाई त्यो स्क्रिप्टमा पनि धेरै परिवर्तन आयो त्यहाँबाट चाहिँ। त्यसले गर्दा बमबस्ती चाहिँ अब दिमागमा भएको चिज रियालिटीमा भेट्दाखेरि चाहिँ मैले बमबस्तीलाई चुज गरेको। र होल प्रायः म्याक्सिमम् नै हाम्रो सुटिङ सायद बमबस्तीमा हुन्छ होला। हुन्छ, हस्, थ्याङ्क यू।